बाबु नानीहरू पहिले पहिले चिया खान भट्टी पसल पस्ने गाउँले अहिले कुसुम नेपाल आएपछि राम्रो पसला गएर चिया खाँदै गरेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। काठमाडौँमा चाहिँ अहिले एकदम चिसो छ अनि हामीले चिया खाँदैछौँ यस्तै बबाल तरिकाले। ओहो चिया खान्छ ठिक छ बबाल छ है। र अब त्यस्तै छ तराईमा त गर्मी होला होइन। अब यहाँ त के भयो पानी परिरहेछ धेरै यहीँ पानी धरधरी छ। ल सुरु गरौँ। चिसो भएको बेला बाहिर हिँड्ने होइन समय सुत्ने हो। यो सामाजिक सञ्जाल हो, यहाँ जे मन लाग्यो त्यही बोल्न पाइँदैन। अनि पौरोटी चाहिँ नकिनिदिनु भएको कुसुमजीलाई गाउँलेजी फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है तू जा रे। बानेश्वरतिर दुईजना चल्दै हिँडेको देखेँ मैले नि आज। Congratulations, great, successful person. हजुरहरूलाई बिहे गर्नुहोस् भनिरहेछन् यो मौसमले। देख 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 कैसा खुश हो रहा। एभरेस्ट चढ्नेलाई केटीएम चिसो भयो रे। गजब बेइज्जती है। अब बेइज्जती मेटाउनु भए पनि यता सस्तोमा कोइन किनेर लाइभमा गएर गिफ्ट हानेर इज्जत बढाओ।